वेलकम टु माई सर्ट एन्ड न्यू एन्ड फर्स्ट भ्लग गाइजहरू। सबैजनाले धेरै मेरो यो टिकटक आइडीलाई चाहिँ माया गर्नु होला। मेरो टनेला बारीमा चाहिँ ल्याएर तपाईँहरूलाई चाहिँ टनेलाभित्र के उत्पादन भएका छन् यो सबै देखाउन गइरहेको छु म अहिले। ल यहाँ हेर्न सक्नुहुन्छ एकदमै राम्रा टमाटरहरू, एकदमै राम्रा टमाटरहरूलाई यतापट्टि एकदमै राम्रोसितले बाँधेर माथिबाट हालेर रोपिएको छ। उता सिबी लगाइएको छ है, माथि टनेला छ। अब यहाँ मेन कुरो भन्नुपर्दा त काँक्रो पनि उत्पादन गर्न हामी सफल भइसकेका छौँ। यही समयमा यही सिजनमा यहाँ हेर्न सक्नुहुन्छ है काँक्रै काँक्रा छन्। काँक्रै कहाँ गयो, अर्को पनि थिए त हौ। यहाँ छ काँक्रो अर्को, त्यहाँ छ काँक्रो अर्को। काँक्रै काँक्रा उत्पादन भएका छन्, चिचिला लाग्न थालेका छन् यसरी बेलैदेखि। यतातिर पनि काँक्रै काँक्रा छन्। उहाँ छ काँक्रो। खुर्सानी यसरी लगाइएको छ, खुर्सानी अकबरे लोकल खुर्सानी। हजुरहरूको माझमा चाहिँ टनेला खेती अथवा अन्य तरहले विभिन्न किसिमले म सर्ट भ्लग लिएर आइरहने छु। हेर्नको लागि चाहिँ यो आइडीलाई फलो गरिदिनु होला कृपया। त्यहाँ हेर्न सक्नुहुन्छ काँक्राले कतिवटा चाहिँ सेना हालेको छ, चिचिला लगाइसकेको छ काँक्राले। काँक्रा राम्रोसित अब फल्न थालेछ। काँक्रालाई चर्र चिरेर खाएको भिडियो पनि हजुरहरूको माझमा म 1 हप्ताभित्रै उपस्थित गराउन सक्नेछु।